पहिले भनिसक्यो यहाँको नेताहरू ठग छन्। चाइनिज पाए चाइनिजको ठग छ, अमेरिकन पाए अमेरिकनको ठग छ, इन्डियन पाए इन्डियनको ठग छ। यो ठुला ठुला ठग जुन नेताहरू छन् त्यो सबै विदेशीलाई ठगिराख्ने। आखिर ट्रम्पले भन्यो नि नेपाल आर फ्रड, करप्ट कन्ट्री। मैले भने एउटा अमेरिकाको राष्ट्रपति आखिर युएसएडको सबै विषय बन्द गरिदिने, त्यसबाट कतिको पसल बन्द हुन्छ? तपाईँहरूको त ठिक छ, तर तपाईँकै मिडियाको कुरा गर्छु भने जो अनि डलरमा डिपेन्डेन्ट थियो, जो विभिन्न युएसएड, एसिया फाउन्डेसन, इन्डिया यिनीहरूको पैसाबाट अनि पत्रकारिता पनि गर्थ्यो र प्रशिक्षण दिन पनि जान्थ्यो, तिनीहरूको त बेचाराको आम्दानी सुख्यो नि, उनीहरूको त बेहाल हो। त्यसै कारणले नेताहरूको पनि कन्त बिजोग हुने समय आउँदैछ, समयको इन्तजार गरौँ। आइन्स्टाइनले भनेको छ कि समय, टाइम एन्ड स्पेस सबभन्दा ठुलो फ्याक्टर हो। नेपाल स्पेस हो, टाइम होइन। त्यो मैले ज्योतिषरी होइन, न राजावादीले पल्टाउन सक्छ न यिनीहरू रोक्न सक्छ। जनताले जे गर्छ त्यही हुन्छ। आखिर गणतन्त्र नेपाली जनताले ल्याएको हो सठिक आन्दोलनमा। अब डाक्टर साहब जस्तो प्रमुख प्रतिपक्ष दलको नेता र अहिले चाहिँ राजावादीहरूको बिचमा जुवारी देखिन्छ। प्रतिपक्ष दलको नेताले पूर्व राजालाई भन्नुभयो मूर्ति चोर, भाइ मारासम्म भन्नुभयो। अब हेर्नुहोस्, अब दुईटाको होइन हरेकको जुहारीमा हामी टिका टिप्पणी गर्दैनौँ। हामी राजनीतिक होइन, यसमा हामी टिका टिप्पणी राजनीतिक हो अथवा राजनीतिक होइन। एउटा कुरा होइन, त्यो त जनताले लिने कुरा, जनताको माथि जनमत आइहाल्छ नि। आखिर हरेक कुरा के हुन्छ भने जनताको हातमा छ। हामी जनताको प्रतिनिधि हो, जनताको सार्वभौम थलो हो। यस्तो कुरा छ भने यदि त्यसमा जनताको विरुद्धको कुनै पनि कुरा लाग्यो भने, जनताको हकहितको विरुद्धको या नेपालको राष्ट्रको हित हकहितको विरुद्धमा जुनसुकै कुरा लाग्यो भने त्यसलाई हामी पहिला उठाउँछौँ, त्यसपछि तपाईँहरूलाई पनि। अहिले राजावादी र माओवादी बिचको दोहोरी सुनिरहनु भयो होला तपाईँले, यो सुरताल मिलेको दोहोरी हो कि नमिलेको? अब यो कुरा अहिले नै टिका टिप्पणी गर्न समय आएको छैन। समय केही दिन पर्खनुहोस्, अनि 1 महिना 1.5 महिना पर्खनुहोस्, त्यसपछि थाहा हुन्छ। किनकि मैले संसदमा राख्ने कुरा अहिले यहाँ राख्न मिल्दैन। म यसको बारेमा विस्तृत एक दिन संसदमा बोल्छु, त्यसपछि तपाईँहरूको बिचमा राख्छु।